यो अजन्तामा यो भव्य बुद्धको मूर्ति रहेछ, यसको बारेमा केही भन्नुहोस् न। यो अजन्ता गुफा होइन कि अजन्ता गुफा समूहमा 6औं नम्बरको गुफा हो। 6औं नम्बरको गुफा 2 तल्लाको छ। यो अहिले हामी देखाएको ठाउँ भने दोस्रो तल्ला हो। यसको 2टा तल्ला छ। यसमा विशेष गरी मूर्तिहरू छन्। हेर्दाखेरि त्यहाँ भित्तिचित्र पनि छन्, तर भित्तिचित्र त्यति देखिने गरेको छैन, छन् त छैन, छन् तर थोरै मात्रै बाँकी रहेको छ। र यहाँ बुद्धका मूर्तिहरू यहाँ धर्मचक्र शाक्यमुनि बुद्धको छ। धर्मचक्र प्रवर्तन मित्र हो। त्यसको वरिपरि सारिपुत्र मौर्यले त्यस्तै अरू मूर्तिहरू छन्। यो चाहिँ गुफा त गुफा, तर गुफा पनि बिहार शैलीको गुफा हो। बिहार गुफा आफै, यो गुफा आफै बिहार हो, बिहार आफै गुफा हो। यो चाहिँ यस्तो अवस्थामा छ। यो अजन्ता गुफा समूहमा यो 9औं गुफा हो। 9औं गुफामा 9 गुफा र 10औं गुफा, 2टा गुफा चाहिँ सबैभन्दा पुरानो मानिन्छ। 9 गुफा र 10औं गुफा एकदम महत्त्वपूर्ण छ। किन भन्दा यो चाहिँ अत्यन्त पुरानो गुफाको पनि गनिन्छ। त्यो अत्यन्त पुरानो गुफा पनि कहिले भन्दाखेरि शासनकालको बनेको गुफा हो। र यसमा भन्दा पुरानो कुरा पनि यसमा पाइन्छ। र यो चैत्य गृह हो। यो चाहिँ यो गुफाभित्रको यो गुम्बा अथवा बिहार शैलीको नभइकन यो चाहिँ चैत्य गृह भनिन्छ। अहिले यो जुन चाहिँ चैत्य गृहको महत्त्व के छ भने चैत्य वास्तुकलाको विकास क्रममा एउटा कडी हो। सुरुको चैत्यहरू भनेको सुरुको स्तूपहरू भनेको यो गुम्बज मात्र हुन्छ। त्यो गुम्बजबाट पनि डेभलप भइसकेको अवस्था छ। माथि हर्मिका छ। हर्मिका एउटा वास्तुशैली छ। आजभोलि छैन, यस्तो खालको आजभोलि बन्दैन। विकास क्रममा एउटा यस्तो खालको पनि चैत्य बन्यो भन्ने। यही गुफाभित्र यो 9 गुफाभित्र 9 नम्बरको गुफाभित्र यहाँ आर्ट पनि छ। आर्टहरू एकदम राम्रो आर्टहरू छ। आर्टहरू धेरै बिग्रिसकेको अवस्थामा छ। यो सबै आर्टहरू आर्टहरू माथि जो छ धेरै उक्किसकेको छ।
पण्डित है बुद्ध कला शैलीमा जुन झाल हुन्छ यो झाललाई नै एउटा नमुने झालको रूपमा राखेर अन्यत्र पनि धेरै ठाउँमा वास्तुशैलीहरू बनेको पाइन्छ यहीँहरू यो जुन चित्रहरू जुन छन् बुद्धका मूर्तिहरू छन् बुद्ध बोधिसत्व बुद्धहरू छन् सारीपुत्र मौर्यल्यान उहाँहरूको मूर्तिहरू छन् अजन्ता गुफामा 15औं नम्बरको चाहिँ गुफा हो यसभित्र त्यति धेरै कलाकृति नभए पनि बुद्धको मूर्ति छ त्यहाँ प्रे गर्ने बस्ने सबै राम्रो छ अब मूर्तिहरू देख्नुको सिम्पल खालको चाहिँ हो पुरै गुफामा त्यो ढुङ्गाको गुफा हो यसमा निर्माण शैली तर पछि बनाउने क्रममा संरक्षण गर्ने क्रममा काठको झ्याल यी कुराहरू चाहिँ पछि थपिएको हो यसमा त मौलिक रूपमा यो चाहिँ काठको झ्याल केही नभएको झ्याल मात्रै हो तर अब सुविधाको लागि आफ्नो सोचाइअनुसार यहाँको अधिकृतहरूको संरक्षणविदहरूको सोचाइअनुसार यस्तो झ्याल थापाहरू राख्न थाले अजन्ता समूहमा थुप्रै साना ठुला थुप्रै गुफाहरू छन् र ती गुफाहरूको क्रम सङ्ख्या पनि दिएको छ तपाईँले म यहाँ जुन अगाडिमा बसिरहेको छु यसमा गुफा सङ्ख्या त छैन त्यो गुफाहरूको बिचमा भएको एउटा सानो खाली ठाउँमा पनि मूर्ति बनाइरहेको थियो यो मूर्ति नागराजको मूर्ति हो बौद्ध धर्ममा नागराजको पटक उल्लेख हुन्छ ती मध्ये नागराज जस्तो यहाँ अब नाग जुन छ यो कतिपय नागको खानाहरू चाहिँ फर्किसकेको बिग्रिसकेको अवस्थामा छन् तर यो नागराजकै मूर्ति हो लाई चाहिँ विभिन्न नम्बरबाट चिन्ने गरिन्छ 1, 2, 3, 4, 5, 6 20सम्म छ तर ती नम्बरको आधारमा पुरानो नम्बरको आधारमा नयाँ होइन त्यो क्रमबद्धताको रूपमा मात्रै हो अब त्यो के भयो यो कुनै कता ऐतिहासिक विकास क्रमको रूपमा यहाँ हेर्ने हो भने कुनै कता छ यो किन के भएको भने यो पुरै पहाड एउटै ढुङ्गा हो र यहाँ आएर गुफा बनाउन आफ्नो सुविधा अनुसार आफूले पाक पर्ने ठाउँमा बनायो अनि अर्को पछि आउने मान्छेले अर्को पाकमा खोपी नसकेको गुफा बनायो खोपी नसकेको ठाउँमा अर्को गुफा बनायो अनि निकै पछाडि त्यसको बिचमा पनि अर्कोले बनाएको होला त्यो अनुसार चाहिँ ऐतिहासिक विकास क्रमको आधारमा यहाँ अगाडि पछाडि त्यो क्रमबद्धता मिल्दैन तर हामीलाई चिनाउने हिसाबले यहाँ चाहिँ 1, 2, 3, 4, 5, 6, 7, 8 गर्ने चाहिँ नहरी राखेको मात्रै हो यो नम्बरले चाहिँ नि नयाँ पुरानो चाहिँ जनाउँदैन यो अजन्ता गुफा समूहमा जम्मा 30वटा गुफा छ अब यो 30वटा गुफा एकै समयमा बनेको होइन
ईसा पूर्व दोस्रो शताब्दीदेखि नै आएर 7औं शताब्दी भित्रमा विभिन्न कालखण्डमा बनेका गुफाहरू हुन्। अब अघि सुरुमा देख्यौँ त्यो सुरुको भनेको चाहिँ नम्बरिङको हिसाबले 30, 29, 28, 27 हुँदै हुँदै आएर एक नम्बरबाट सुरु हुन्छ। त्यसमा नम्बरिङको मात्रै हो कुरा। तर यहाँ भएका गुफाहरू ईसा पूर्व दोस्रो शताब्दीदेखि आएर इस्वीसम्म 648 तिर त्यतात्यति त्यो बिचमा चाहिँ बनेको। अनि एकैबार यो किन बन्न छाड्यो भन्ने प्रश्न आउँछ। जस्तो अहिले म यहाँ 11औंमा बसिरहेको छु। अहिले म 11औं गुफामा बसेको। यो 11औं गुफा चाहिँ अनफिनिस गुफा हो। यहाँ बन्दै बिचमा रोकिएको गुफा। किन रोकियो भन्ने सन्दर्भमा अनुमान के गरेको छ भन्दाखेरि यहाँका कलाकारहरूले गुफा बनाउँदै शासन परिपूर्ण भएको अवस्थामा चालुक्य वंशका राजाहरूले यहाँका कलाकारहरूलाई अर्कै ठाउँमा लगेर अर्कै कलाकृति बनाउन लगाउँदाखेरि यो त राजनीतिक परिवर्तन, अचानक आएको राजनीतिक परिवर्तनले यी गुफाहरू अधुरो अपुरो भएको मानियो। कुनै गुफा एकदम परिपूर्ण रूपमा छन्, चित्रकला, मूर्तिकला, हर दृष्टिकोणले परिपूर्ण छन्। कतिपय गुफाहरू बन्दै अधुरो अवस्थामा छाडेका छन्। उदाहरणको लागि 29 नम्बरको गुफामा त कसरी बनाइदो रहेछ भनेर थाहा पाउने गरिकन के पनि यसो हेर्दाखेरि त गुफाको आकारमा पनि आउँदैन, त्यो रूपमा बनिरहेको छ 29 नम्बरको। अरू गुफाहरू मूर्तिकला, चित्रकला, हर दृष्टिकोणले चाहिँ परिपूर्ण अवस्थामा छन्। गुफा र 10औं गुफा हिमयान अन्तर्गत पर्छ र पछि यहाँ चाहिँ बज्रयान अन्तर्गत पनि बन्यो। जस्तो कि बज्रयान चाहिँ अर्कोमा पर्छ। त्यसमा मारिचीको मूर्ति
मारीचीको चित्रकला बज्रयानसँग रिलेटेड बज्रयानसँग सम्बन्धित चित्रकला मूर्तिकलाहरू अरू सम्बन्ध पाइन्छ तर यहाँ हिमालयसँग सम्बन्धित मात्र पाइन्छ र अरू दृष्टिकोणले पनि यहाँ विज्ञानहरू अन्तर्गत नै पाएको छ।